नमस्ते, मेरो नाम सुजन श्रेष्ठ हो। म यो गाडी ओनरको साथी हुँ। मैले यो गाडी किनेदेखि समयमा चलाइरहेको हुन्छु। मैले आफै चाहिँ सुजुकी अल्टो चलाइरहेको छु। साथीले चाहिँ डायट्सु किन्नु भएको थियो। अनि मैले फर्स्टमा चाहिँ अलिकति स्केप्टिक थिएँ डायट्सु किन्दाखेरि, किनभने मैले डायट्सुको बारेमा चाहिँ अलिकति नेगेटिभ रिभ्यूहरू देखेको थिएँ। अनि सामान पार्ट्सहरू नपाउने यहाँ त्यहाँ भन्नुभएको थियो। त्यही भएर डायट्सुमा चाहिँ मैले उहाँलाई पनि नकिन्नु भनेको थिएँ। तर पछि अहिले चलाउँदाखेरि चाहिँ त्यस्तो पार्ट्सहरूको एभाइबिलिटी चाहिँ त्यस्तो रहेनछ। अनि अल्टोसँग कम्पेयर गर्दाखेरि चाहिँ यसको बिल्ड क्वालिटी चाहिँ सिग्निफिकेन्टली राम्रो छ। जस्तै डोर प्यानलहरू, बोनेटहरू अनि ऱ्याटलिङ नोइजहरू पनि एकदमै कम छ। अनि फिनिसिङ पनि अल्टोभन्दा चाहिँ एकदम राम्रो छ। यसको इन्जिन चाहिँ 1000 सीसी भएकोले 800 सीसीको अल्टोभन्दा चाहिँ पावरफुल रहेछ। अनि एसी अन गर्दाखेरि चाहिँ नोटिसेबली ल्याग हुन्छ अल्टोमा चाहिँ, यसमा चाहिँ त्यस्तो साह्रो ल्याग हुँदैन। अनि यो स्पेसिफिक गाडीको कुरा गर्नु पर्दाखेरि चाहिँ यो गाडी चाहिँ एकदमै कम चलेको भएकोले यसको सिट कुसनहरू अनि इन्टेरियरको अरू पार्ट्सहरू पनि एकदमै वेल मेन्टेन छ। अनि त्यसले गर्दाखेरि चाहिँ यो एकदमै लग्जरियस फिल हुन्छ, मलाई फिल भएको थियो मलाई चाहिँ। अनि यसको इन्टेरियर स्पेस त अब अल्टोभन्दा अभियसली ठुलो छ, त्यही भएर यो क्र्याम्प जस्तो भएको चाहिँ फिल हुँदैन मलाई। यो गाडी चाहिँ म अलिकति एक्सपिरियन्स भएको मान्छेहरूलाई रिकमेन्ड गर्छु, किनभने अब अघि भनेकै कुरा हो, फर्स्ट ह्यान्ड हुने बेला चाहिँ अलिकति रफ ह्यान्ड हुनसक्छ अनि मेन्टेन गर्न चाहिँ अलिकति गाह्रो हुन सक्ला कि भन्ने एउटा कुरा हो। तर राम्रोसँग वेल मेन्टेन गरेर चलाउँदाखेरि चाहिँ यसले यस्तो साह्रो दुःख चाहिँ दिँदैन रहेछ। अब जापानिज बिल्डको त हामी कुरै गर्नु परेन। नमस्कार, म यो 2006 सेकेन्ड जेनेरेसन डाइहात्सु सिरियन 1.0 को ओनर हो। यो कार मैले मोर देन 1 इयरदेखि रेगुलरली ड्राइभ गर्दै आएको छु। यो गाडी फ्यामिली युज, सोलो ड्राइभिङ, अन रोड र अफ रोड सबै कन्डिसनमा युज भएको छ। यसको 1.0 लिटर 3 सिलिन्डर पेट्रोल इन्जिन सिटी ड्राइभको लागि स्मुथ र रिलायबल छ। हाइवेमा पनि मोडरेट स्पिडमा कम्फोर्टेबली क्रुज गर्न सक्नुहुन्छ। यो गाडीले डिफ्रेन्ट टरेन र वेदर कन्डिसनमा पनि राम्रो पर्फर्म गर्छ। यसले एभरेज माइलेज 12 देखि 14 किलोमिटर पर लिटर दिन्छ। टाइमली सर्भिसिङ, रेगुलर मेन्टेनेन्स, राम्रो मेकानिकको फलोअपले यो माइलेज पोसिबल भएको छ। यो सेगमेन्टको अरू मिड साइज ह्याचब्याक भन्दा माइलेज राम्रो छ। आजसम्म इन्जिन या मेजर मेकानिकल इस्युज फेस गरेको छैन। स्पेयर पार्ट्स मार्केटमा इजिली एभाइलेबल छ। मेन्टेनेन्स कस्ट पनि अफोर्डेबल छ। लङ टर्म ओनरसिपमा यो डाइहात्सु सिरियन स्ट्रेस फ्री कार हो। कारको बिल्ड क्वालिटी धेरै स्ट्रङ छ। रोडमा ड्राइभ गर्दा स्टेबल र कन्फिडेन्ट फिल हुन्छ। फ्यामिली र फ्रेन्ड्ससँग ड्राइभ गर्दा सेफ्टीको फिलिङ आउँछ। ओभरअल कारले सेक्युरिटी र पिस अफ माइन्ड दिन्छ। यो कारको इन्टेरियर स्पेस धेरै राम्रो छ। मिड साइज ह्याचब्याक भए तापनि क्याबिन धेरै स्पेसियस छ। फ्यामिली युजको लागि कम्फोर्टेबल अनि लङ ड्राइभ र डेली कम्युट दुइटैको लागि यो गाडी एकदमै सुटेबल छ। मैले यो कार अन रोड, अफ रोड र डिफ्रेन्ट वेदर कन्डिसनमा ड्राइभ गरेको छु। यो गाडी चलाउँदा इजी टु ड्राइभ, कन्फिडेन्स र इन्सपायरिङ फिल हुन्छ। यो मोडल जापानबाट इम्पोर्ट हो। इन्जिन र बडी कन्डिसन जेनरली धेरै राम्रो हुन्छ। फिजिकल र इन्जिन रिलायबिलिटीको बारेमा टेन्सन लिनु पर्दैन। देयर इज नो मेजर ड्यामेज अर इन्सिडेन्ट टिल नाउ। सायद यो चाहिँ प्रपर केयर र रेस्पोन्सिबल ड्राइभिङको रिजल्ट हो। सो द बिग क्वेसन इज हु सुड ओन दिस कार। मेरो विचारमा जो मान्छे रिलायबल मिड साइज कार खोजिरहेको छ, फ्यामिली र पर्सनल युजको लागि, लो मेन्टेनेन्स र एफोर्डेबल ओनरसिप चाहन्छन् र फाइनेन्सियल बर्डन बिना कार ओन गर्न चाहनेहरूको लागि यो डाइहात्सु सिरियन 1.0 बेस्ट अप्सन हुनसक्छ। फाइनली यदि तपाईँ आई ओ अ कार भन्ने फिलिङ चाहनुहुन्छ भने डाइहात्सु सिरियन 1.0 एकदमै राम्रो चोइस हो। अब हेरौँ अफ रोड ड्राइभिङको क्लिप। भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। Thank you for watching. Enjoy rest of the video.